आज चाहिँ मेरो भाइले हेर्नु गाडी डेकोरेसन गर्दैछ हो। भाइहरू छ दुईजना केटाहरू एकदम दामी डेकोरेसन गर्दैछ हेर्नुहोस्। भोलि मेरो बिहा हो, जन्ती जाने पनि एउटा गाडी पर धुँदैछ हो, एउटा माथितिरै छँदैछ। हेर्दै गर्नुहोस्। त्यहाँदेखि पनि पढाउनु पर्छ होला है। मलाई चाहिँ हुँदैन केटाहरू यहाँ छ। बिहा हो पनि यहाँ सँगै हिँड्नुपर्ने नि गाडी त खोइ हौ कता भयो तिनीहरू गाउँलेहरू साह्रै ढिलो है। अनि त्यो बियोबाट भेटौँ कि पर्खौँ त्यहाँदेखि त दोर्साङदेखि सँगै गए पनि भयो नि। संग तेरा उड़ा पतंग मेरा हवा में होके मलंग देउला रिएक्सन नदिने हल्का आधै दिन बस्ने गिफ्ट दिएर आयो।
बेखुदी 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 हर तरफ हर तरफ बेहुलालाई त दुखाप चलेको छ त बेहुलालाई दुखाप चलेको छ दुखा हो दुखा दुखा भएको जस्तो गरेको छ त बिहामा यस्तै छ अब हामी चाकचुक भन्दैछ बोल्छु हेलो भनिदिउँ न सबैजनाले हेलो नमस्कार के छ आसिङ बियर खाने मानिस बोतल छ ल निकालिदिउँ खोलेको छ खोलेको छ नि ल दिनु त त्यो कलरले हेलो मेरो हालत यस्तो भयो ठिकै छ एकदम राम्रो देखिरहेको छ थ्याङ्क यू अलिक टाइम लाग्छ अरे उताबाट 11 बजीतिर अरे बेहुली यता हुनुहुन्छ ले ले आयो आयो ठुलो एकछिन मैले फोन गरेको के भन्नुपर्ने अहिले भन्दैन भए हुन्थ्यो अब सारा पनि गरेर अब उहाँ
चिनी लाग्ने होला नि कि अटिन्थ्यो नि एकैतालदेखि मल गरिदिनु ल प्रथम पटक भएको यो हाम्रो घरमा मेरो त अडिएन त चिनी लाउनु पर्थेछ अरे चिनी लगाउनु पर्दैछ नि अलिक नअडिने रहेछ जयको निधरै त्यस्तो परेको पठाएछु त्यसरी कुम्चाउँदो रहेछ नि मेरो हातमा चाहिँ टालिन्छ बरु निधारमा के नानीहरूलाई त छिन ल है अब तिमीहरू नपुरी गर्ने गर्छौ म त अब घरमा अरे अब मिलाएर दिएको मलाई सबै अरिष्ट ग्रह शान्ति यो बुद्धि जस्तो गरेर हिमालचुली जस्तो चुली भएर रहनु सबै इष्ट दाइमा फुल माइला जयलाई सबै इष्ट गरेर शान्ति यो बत्ती जस्तो उज्यालो भएर रहनु हिमाचुली जस्तो चुली भएर रहनु यस्तो दाइनो कुल दाइनो कति बेला दिएर गयो सोल्टिनीपट्टि जान सोल्टिनीपट्टि
बधाई छ राम्रोसँग गरी खानु ल सेमरेसी कहिले देख्दिनँ नि जय बाबु बहिनीलाई राम्रो स्याहार्नु मिलेर बस्नु ल गाडी खानु है एकदम हस्पिटल सबै नटिसक्यो जाडो झन् कम हुन्छ म पठाउनुको त्यही आगे मेरो जेठा दाजुको छोराको नातिनी है नाति जोइन है बाहिरमा बस्ने मान्छे कि अब हिँड्नु पो हामी गाडीमा लगा कम्ती खेतीहरू तीनजना चारजना पाँचजना बेहुला बेहुली पर्खिँदैन के भन्छौ किन लाने बिहामा ढलमा होला एकछिनसम्म कसले भन्यो बस्नु अनि यहाँ देख्छ नि हो बिदा गर्दा बाउजू अगाडि हुन्छ अरे होइन
हामी चाहिँ घरतर्फ लागिदिएको अब अनि बि खाइन्छ त्यहाँदेखि लागिन्छ बेहुला बेहुली यो फर्केको फर्किनु भएन है भाइको भाषामा कोना फेरि होइन यो मेरो गन्ती गर्दै एकजना घर आयो भने देवी देउराली अब केही सुनेन रामचुप्पा यो चाहिँ छङचुप्पा अब झोला गाडीमा लगायो लगायो चाहिँ लगायो हो कि सर झोला त्यहाँ छैन त अघि होइन मैले भर्खर उचालेर दिएको झोला त्यहाँ हालेको छ पर लाग्नु छ अहिले घरमा पुरै ओङदी चाहिँ अन्त भोलि उयो आउँछ अरे त नाम चाहिँ नै आउँछ अरे त उङ्गे माथि सोल्टीहरू जानुहुन्छ त है उता नजानु नि माथि गएपछि जाँदा रितु भन्ने थियो त होइन त्यतिकै गएर पुरेर दिपेन्द्र जानु पर्दैन अरे डरलाग्दो वार्निङ चाहिँ दिइराख है भोलि तपाईँलाई फोन गर्छु ल थ्याङ्क यू ल आएर भेट्छु नि ल 13 तारिक आउँछु नि हुन्छ बिउ बडा छैन के हो नानीहरूलाई दिन्छु जानु जानु भन्नु छ तपाईँले अब दुईजनालाई अब कोरा किन्ने हो के खोरा कोरा भनेको चाहिँ अब राजाहरूले पनिसमेन्टमा दिन्थ्यो नि ए त्यो अब मजाले
स्लेभ भनेर कुट्दैन नि सोम अब यता कुट्ने हो मजाले हो त्यो कुट्ने चाहिँ म राख्नु ल अझ म दिन्न कि अझ ल्याइदिन्छु हो चाहिँदा चाहिँ फेरि अझै भनेपछि चाहिँ बुझिहाल्नु पर्यो हो अब एउटा कुरा यहाँ सुन अरे तँलाई किन माम खाँदैन भने तपाईँहरूले सोल्टिनी मन परेन त्यसलाई अन्त सोल्टिनी सोल्टिनी मन परेको थियो नि अन्त किन अब नाम चिन्दैन कसरी पर्ने ए ल ल ल भोलिपछि ल ल ल ल बाई ल भाइ आश्चर्य लाग्छ आज देख्दा आफै सौभाग्य बिर्दै गए गाई बारी सबै उनको फेरि मेरो मन हुन्छ किन्न फरक लाग्छ सबै कुरा आज सबै भिन्न चलचित्रको दृश्यमा चाहिँ स्लो मोसनमा छैन तर कवि प्रेमीले भनेका कुरा भएको पनि होइन गरेर आउँछ भन्थे एउटै मान्छेको सोच विशिष्ट श्रेणीको यो पलमा बिर्छन् सँगै सबै थोक महसुस गर्दैछु आफै भित्र यी परिवर्तन हो छ आवाज खुसी डर उत्साहको मिश्रण आफैको मेरो मन ड्राइभर मलाई के